मेरा सम्पूर्ण शिक्षक सहकर्मी मित्रहरू लगायत सम्पूर्ण प्रिय विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक नमस्कार। हामीले गत मङ्गलबार यानि कि वैशाख 16 गते स्कुलमा निर्वाचन गरेका थियौँ। विद्यालय क्याप्टेन, यसैगरी भाइस क्याप्टेन र सम्पूर्ण हाउसको क्याप्टेन र भाइस क्याप्टेनको लागि हामीले निर्वाचन गरेका थियौँ र जसको नतिजा हामीले विद्यार्थी भाइ बहिनीहरूलाई बिहानै सुनाइसकेका छौँ। र त्यही अन्तर्गत रहेर आज अहिले हामीले विद्यार्थी भाइ बहिनीहरू जो आफ्नो पदमा रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, विद्यार्थी भाइ बहिनीहरूले अब शपथ ग्रहण गर्नुपर्ने हुन्छ र शपथ ग्रहण गरे अनुसार नै काम गर्नुपर्ने हुन्छ। यो विद्यार्थी भाइ बहिनीहरूलाई थाहा छ, जुन हामीले प्रत्येक वर्ष यो गराउँदै आइरहेका छौँ। र यो गराउनुको उद्देश्य भनेको नि के हो भन्दाखेरि विद्यार्थी भाइ बहिनीहरूले आफ्नो जिम्मेवारी सम्हाले सँगसँगै आफ्नो पदलाई सम्हाल्दै र यहाँ विभिन्न विद्यालयमा हुने गतिविधिहरू पनि हेर्नुपर्ने हुन्छ। र विशेष गरी अब विद्यालयको क्याप्टेन यानि कि कप्तान भनेर हामी चिन्छौँ र यसका लागि हामीले कक्षा 9बाट छात्र सुप्रिया गुरुङलाई छनौट गरिसकेका छौँ। विद्यार्थी भाइ बहिनीहरूलाई यो थाहा भएकै कुरा हो। एकचोटि जोरदार ताली सुप्रिया गुरुङको लागि। र सँगै हार्दिक बधाई पनि भन्न चाहन्छु म। र क्याप्टेन भइसके पछाडि विद्यालयमा हुने प्रत्येक गतिविधिमा निगरानी राख्नु जरुरी हुन्छ र विद्यार्थी भाइ बहिनीहरूलाई कसरी निगरानीमा राख्ने, सँगसँगै विद्यालयलाई कसरी अगाडि बढाउने, कसरी चलाउने भन्ने जिम्मेवारी पनि क्याप्टेनको रहन्छ। यो थाहा नै छ र विद्यार्थी भाइ बहिनीहरूले पनि क्याप्टेन र भाइस क्याप्टेनले भनेको अनुसार नै अगाडि बढ्नुपर्ने हुनेछ। र हामीले भन्दै आइरहेका छौँ, सबैभन्दा ठुलो कुरा अनुशासन हो, अनुशासन चाहिन्छ र सँगसँगै ल्याङ्ग्वेज। हामीले यो कुरा पनि अगाडिदेखि नै जोड दिँदै आइरहेका छौँ र आशा छ अब नयाँ क्याप्टेन सँगसँगै नयाँ भाइस क्याप्टेनले यस विद्यालयलाई हरेक पक्षबाट राम्रो बनाउँदै लैजानुहुनेछ र यो कुरामा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले साथ दिनुपर्नेछ। र विद्यार्थी भाइ बहिनी क्याप्टेन र भाइस क्याप्टेनले भनेको नटेर्ने, भनेको नमान्ने गरे भने विद्यार्थी भाइ बहिनी भाइस क्याप्टेन र क्याप्टेनले टिचर्सहरूसँग चाहिँ सल्लाह लिनुपर्ने छ र सँगसँगै हामीले के कारबाही गर्ने हो त्यही अनुसार विद्यार्थी भाइ बहिनीलाई हुनेछ। र विद्यार्थी भाइ बहिनीहरूले बुझ्नु पर्यो, उहाँहरूको जिम्मेवारीलाई साथ दिनु पर्यो र राम्रो काम गर्नु पर्यो। र सँगै हाउस क्याप्टेन र भाइस क्याप्टेन, हामीसँग 4वटा हाउस छ, यो थाहा नै छ। र सम्पूर्ण जति पनि विद्यार्थी भाइ बहिनीहरूले क्याप्टेन र हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनको रूपमा जसले विजय हासिल गर्नुभयो, विद्यार्थी भाइ बहिनीहरूले आफ्नो हाउसलाई कसरी राम्रो बनाउने भन्ने कुरा मनन गर्नुपर्नेछ। र विद्यार्थी भाइ बहिनीहरू मैले भनिसकेको